घाँसै काट्यो घाँस खाँदा मिठो
भएको आजै हो भेट भएको आजै हो भेट गराउने दिन पनि राजै हो बागलुङ बजारमा बाघको शालिका जोली परेवा तिम्रो कालिका मलाई जुराइदेऊ मनको मालिका
कुनै पनि कार्यक्रम सञ्चालन गर्न सभापतिको आवश्यकता पर्ने हुँदा आजको सभा अध्यक्षको आसन ग्रहण गरिदिनु हुन हाम्रा आदरणीय वडा प्रतिनिधि बुद्धिवीर गर्बुजाज्यूलाई हार्दिक अनुरोध गर्दछु। आजको कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सभापतिज्यू श्री खम्बीर गर्बुजाज्यूलाई हार्दिक अनुरोध गर्दछु। क्याप्टेन दमबहादुर गर्बुजाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। खोलीगुडुङ्गा टपकै टिभी चिनौला चौतारी वर्षले गर्छ ठुलो र सानो तर मायाले दौतारी। 7 समुद्र पारबाट आउनुभएका सिक्तानी समाज युकेका अध्यक्ष हाम्रो आदरणीय मित्र दानबहादुर गर्बुजाज्यूलाई हार्दिक अनुरोध गर्दछु। अधिवक्ता साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्माज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कुन समाज पोखरा फुलबारी क्षेत्रका अध्यक्ष श्री रेखीराम तिलिजाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कुन समाज ढुङ्गेपाटन क्षेत्रका सचिव श्री मेघबहादुर फगामीज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आदरणीय मामा दासबहादुर तिलिजाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
यसै गरी हिमालय प्राधिकार विद्यालय व्यवस्थापनका अध्यक्ष बिर्जु रम्पिजाज्यूलाई हार्दिक अनुरोध गर्दछु आसन ग्रहणको लागि। तल्लो शिख युवा क्लबका अध्यक्ष बाबुराम गरुजाज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। तल्लो गाउँ हाम्रा आदरणीय माइजू तिलकुमारी गर्बुजाज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। वास्तवमा भन्ने हो भने बाल शिक्षाको अवधारणा उहाँले ल्याउनु भएको हो। रामबजार पुन समाजका अध्यक्ष सुखदर चन्द्रजित पौडेकुञ्जूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। रामबजार पुन समाजका पुर्ख्यौली नृत्य समाजका अध्यक्ष सुखदर तुलबहादुर पाइलज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। पुर्ख्यौली पुन समाज महिला अध्यक्ष मुनकुमारी गर्बुजाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। शिख उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर कुजुजाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्छु। नेपाल रेड क्रस सोसाइटी शिख उपशाखाका सभापतिज्यू श्री गणेश गिरिजीलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्छु। रामबजार पुन समाजका पूर्व अध्यक्ष क्याप्टेन गम्भीर गर्बुजाज्यूलाई हार्दिक अनुरोध गर्दछु। रामबजार पुन समाजका पूर्व अध्यक्ष जसमती पाइलाज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। दलित सञ्जालका संयोजक तथा नेकपा एमालेका जिल्ला कार्य समिति गाउँ इकाइ जिल्ला कार्य समिति उपसभापति श्री दुर्गा खातीज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। रामबजार पुन समाजका उपाध्यक्ष श्री नरबहादुर तिग्रीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। सिमेन्टेड खेल मैदान बनाउनको लागि जग्गा दान गर्नुहुने पुण्य कमाउनुहुने कलम ऊर्जाज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। अर्को जग्गा दान गर्नुहुने सकल बहादुर परियारज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। र बाल शिक्षा तथा यो खेल मैदान निर्माण कार्यमा ढुङ्गा दान गर्नुहुने हर्कबहादुर विकज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। फलाटेबाट पाउनुभएका रामबहादुर पूर्जा अध्यक्षज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी खिबाङबाट पाल्नुभएका कृष्ण गर्बुजाज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। दिनेश त्रिलियाज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। र त्यसै गरी विभिन्न ठाउँबाट आउनुभएका युवा क्लबका अध्यक्षज्यूहरूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी खिबाङबाट हामीलाई माया गरेर पाल्नुभएका जुमबहादुर बुद्धुजाज्यूलाई पनि आसन ग्रहणका लागि अनुरोध गर्दछु। त्यसै गरेर विभिन्न गाउँबाट आउनुभएका वडा नागरिक मञ्चका वडा प्रतिनिधिज्यूहरूलाई पनि आफ्नो ठाउँमा आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण विशिष्ट अतिथिज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई माल्यार्पण गरिदिनु हुन हाम्रा तल्लो शिख युवा परिवारका भाइ बहिनीहरूलाई म हार्दिक अनुरोध गर्दछु।
कलाकार साथीहरू तयारी अवस्थामा रहिदिनुको लागि अनुरोध गर्दछु भने सम्पूर्ण महानुभावहरूलाई आफ्नो यथास्थानमा उठेर राष्ट्रगान प्रति सद्भाव गरिदिनु हुनको लागि तपाईँको माझमा निवेदन पेश गर्दछु। ढुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली सायो ढुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका राजधानी ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। प्रमुख अतिथिज्यूबाट हाम्रा यस क्षेत्रको कुन मगरहरूलाई भ्याउजाउन यस क्षेत्रमा जन्मिनुभएका हाम्रा आदरणीय स्वर्गीय हाम्रा आदरणीय अग्रज मेजर टेकबहादुर पुन्जीको तस्बिरमा माल्यार्पण गरिदिनु हुन म प्रमुख अतिथिलाई हार्दिक अनुरोध गर्दछु। जो आज हाम्रो सामु हुनुहुन्न यस बाल शिक्षा भवन बनाउनका लागि केही भूमिकाहरू बाँध्नुपर्ने देखिन्छ, जसमा यो क्षेत्रलाई अगाडि बढाउन केही गर्नुपर्छ भन्ने एउटा नयाँ सोच लिएर अगाडि बढ्नुभएका युवाहरू सुरेश शेर्पुजा, भविन्द्र तिलिजा, भविश्वर तिलिजा, निर्मला पुन, त्यस्तै लक्ष्मी तिलिजा, उहाँहरूले एउटा फागु पूर्णिमा मेला लगाएर आम्दानी भएको पैसाबाट 25,000 जग्गा खरिद गर्न भने आमा समूहलाई दिएर आमा समूहले बाल शिक्षा भवन सुरु गरेको विगतको अवस्थामा सञ्चालनमा धेरै योगदान पुर्याउनु भएको, एकदम राम्रोसँग सञ्चालन गर्नुभएका हाल पोखरा बस्नुहुने टुक्की भान्जी, हेमनको आमा र हाम्रो कमलजीको श्रीमती उहाँहरूले धेरै राम्रोसँग अगाडि बढाउनु भएको थियो। पलायन भएर पोखरातिर जानुभएको छ। त्यही पनि आज पोखरावासीले हामीलाई अत्यन्तै माया गरेर यस्तो रङ्गीचङ्गी बनाइदिनु भएको छ। उहाँहरूलाई हामी आभार व्यक्त गर्दै यो बाल शिक्षा भवनको शिलान्यास गर्नुभएका मेरा आदरणीय पिता स्वर्गीय सुरबहादुर रङ्गिचा, त्यस्तै यो बाल शिक्षा भवन बनाउँदा अहोरात्र खटेर भवन निर्माण गर्न पुरा गर्नुहुने स्वर्गीय मिनबहादुर थकालीज्यू, त्यस्तै यो बाल शिक्षा भवन तथा यो सिमेन्टेड खेल मैदानको लागि विदेशबाट माया गरेर पैसा पठाउनु हुने रु 1 लाख पठाउनु हुने तीर्थबहादुर तिलिजा हाम्रो सामु हुनुहुन्न। कृपया उहाँहरूको आत्माको चिर शान्तिको लागि 1 मिनट मौन धारण गर्न कृपया म उहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। कार्यक्रमलाई अगाडि बढाउने क्रममा आफ्नो स्वागत मन्तव्य राखिदिनु हुनका लागि यस शिख तलगाउँका श्री रिता तिलिजाज्यूलाई स्वागत मन्तव्यका लागि आग्रह गर्दछु। आदरणीय यस सभाका सभापतिज्यू, प्रमुख अतिथि नेपाली काङ्ग्रेस म्याग्दी जिल्ला सभापति खम्बीर गर्बुजाज्यू, विशिष्ट अतिथि केन्द्रीय महाअधिवेशन प्रतिनिधि क्याप्टेन डम बहादुर गर्बुजाज्यू, विशिष्ट अतिथि
सिक्तानी समाज युके अध्यक्षज्यू अनि यस मञ्चमा आसन ग्रहण गर्नुभएका अतिथि एवं यस कार्यक्रमलाई सभ्य र भव्य रूपले सञ्चालन गर्न उपस्थित हुनुभएका पोखरावासी अनि विभिन्न ठाउँबाट पाहुना र गाउँ निवासी सम्पूर्ण महानुभावहरूलाई म मेरो व्यक्तिगत तर्फदेखि अनि तल्लो शिखा युवा क्लबको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त दिन चाहन्छु अनि यो नयाँ वर्ष 2073 सालको शुभकामना व्यक्त गर्दै तपाईहरूलाई स्वागत पनि व्यक्त गर्न चाहन्छु। धेरै भन्दा धेरै सहयोगीका हातहरू र युवा साथीहरूको सिङ्गो गाउँको पहल र समाजमा तल्लो शिखा युवा क्लबको एउटा सपना सिमेन्ट खेलकुद मैदान निर्माण आज सफल भई हामी सबैजना उद्घाटन कार्यक्रमलाई सफल पार्न सहयोगदाताहरूलाई हामी धन्यवाद दिइरहन त सक्दैनौँ किनकि उहाँहरूको माया साथ सहयोग अनुतुल्य छ। यस कार्यक्रम अवधिभरि हामीसँगै रहेर सहकार्य गरी सहयोग गरिदिनुहुने तपाईँ सबैलाई आग्रह गर्दछु। यो कार्यक्रममा हाम्रो लागि पहिलो र खुसी उत्सव रही हुँदा कार्यक्रम सञ्चालन अवधिभर कुनै पनि कमी कमजोरहरू आएमा त्यसलाई सहजै स्वीकार गरी अघि बढ्नका लागि सुझाव सल्लाहकार र प्रतिक्रियाको लागि आग्रह गर्दछु। यो कार्यक्रम हाम्रो पहिलो कदम हो। यसै गरी आउने दिनहरूमा यहाँहरूको साथ पाए भने तल्लो शिखा गाउँ हुँदै म्याग्दी जिल्ला हुँदै धौलागिरी अञ्चल हुँदै समग्रका विकास गर्नका लागि निरन्तर रहनेछौँ भन्दै यस अन्त्यमा पूर्ण नव वर्ष 2073 सालको शुभकामना व्यक्त गर्दै क्लबको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईहरूलाई हृदयदेखि नै स्वागत गर्दै यस मञ्चबाट बिदा हुन चाहन्छु। प्रमुख अतिथिज्यूबाट बाल शिक्षा भवनको समुद्घाटन हुन गइरहेको छ। कृपया उहाँलाई म हार्दिक अनुरोध गर्दछु। जिल्लामा कोटा साह्रै कम उठ्यो जिल्ला शिक्षामा अहिले चाहिँ 94 कोटा छ होइन भन्छ। अहिले चाहिँ कोटा चाहिँ स्वात्तै भयो।